सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमस्कार। आजको यस समाजवासी, समाजसेवी, बुद्धिजीवी एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद विक्रम सिंह थापाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लाल पूर्जा वितरण गर्ने कुराहरू संसद भवनमा आवाज उठाइराख्नु भएको छ। उहाँले एकदम राम्रो काम गरिरहेको हुनुभएको छ। उहाँले न्याय जनताको पक्षमा अड्डिएर काम गर्नुभएको छ। उहाँले अब छिटै नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लाल पूर्जा वितरण गर्ने कुरा यस सूचना मार्फत जानकारी गराउनु भएको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको एकल बहुमत नै छ। अहिले संसदमा गएर पनि जनताको सेवामा कार्यरत र अग्रगामी पाइला चाल्नु हुने विक्रम सिंह थापा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई म हृदयदेखि नै मनदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँको कार्यकाल सुव्यवस्थित र पारदर्शी ढङ्गले अगाडि बढेको कुरा सबैलाई अवगत गराउँछु। साथै अहिले 2084 सालमा हुने स्थानीय चुनावमा सबैले राष्ट्रिय स्वतन्त्र पार्टीको अमूल्य मतलाई जिताई घन्टी चिन्हमा मतदान गरिदिनु हुन सबैलाई हार्दिक अपिल गर्न चाहन्छु। अहिलेको घन्टी भनेको देशव्यापी एउटा नेपालको सान्दर्भिक घन्टीको एउटा सङ्केत हो। यो घन्टीले केवल एउटा सांसदलाई मात्रै राम्रो काम गर्न सिकाउँदैन, यसले त जनतालाई पनि पारदर्शी ढङ्गले र अनुशासित ढङ्गले कार्यतिर उन्मुख गराउँछ र व्यवस्थापन कसरी गर्ने हो भन्ने कुराहरू सिकाउँछ। जसरी एउटा इन्सपेक्टर अथवा आर्मी पुलिस जेसुकै हुनुहुन्थ्यो विक्रम सिंह थापा, उहाँले त्यो आर्मी पुलिसले जस्तै एकदम कडा मिहिनेत गरेर यहाँसम्म संसदसम्म पाइला चाल्नु भएको छ। उहाँलाई धेरै मुरी धन्यवाद र हृदयदेखि नै उहाँका आकाङ्क्षाहरू पुरा हुन्। उहाँले मनले आँटेका, उहाँले आफूले सोचेका आध्यात्मिक कुराहरू तथा राजनीतिक परिवेशहरू र वातावरणीय जनशक्ति एवं जनताको पक्षमा अडान भएर राम्रा सोचहरू, सकारात्मक चिन्तनहरू र सधैँ उहाँको कार्यकाल रहोस् र यो राष्ट्रिय स्वतन्त्र पार्टी 5 वर्षसम्म टिकोस्, फलोस् फुलोस्, राम्रो होस्, जागोस्। यसले मलजल गरेर हाम्रो देशलाई एउटा उन्नत समाज र समृद्ध समाज बनाउनमा अग्रम भूमिका निर्वाह गर्दछ।